म त सुत्या थिएँ के म आमा कोठा गएकै छैन। त्यो बाहिर कहाँ गयो तिमीलाई भन्नु त ल तपाईँले कहाँ देखाए मलाई भन्नु त। तिमीले लिएर गयो होइन कहाँनिर के घरबाट थाहा नै छैन मलाई त। म त यहाँ सुत्या थिएँ कहीँ गएको छैन म। बुढीमा आफै लिएर जाने आमा आफै सँगै आउँछौँ भन्ने मैले दादा सँगै लिएर गयो होइन छैन त नि म त कहीँ गएको छैन घर सुत्या धेरै धेरै कुरा गर्नु पर्यो तपाईँ कहाँ चौतारा हुनुहुन्थ्यो घरमा हुन्थ्यो चौतारा। म घरै छु घरै गएर आमालाई लिएर गयो होइन म घरबाट आज कहीँ नि गएको छैन तपाईँले कसरी भने। जाल पारेर बोल्नु पर्यो उसले कविता दिदी आएर लानु भएछ क्या जयमङ्गला कविता दिदी आएर लानु भएछ क्या तपाईँले म जस्तै देखायो क्या त्यही भएर होइन क्या जयमङ्गला र दिदीले आएर लानु भएछ क्या हो। धेरै लिएर गर्छु फेरि आज बिहा गरेर 20 वर्षमा 3 महिना ए भनेपछि अब म कहीँ गएको होइन तपाईँले कसरी कसलाई देख्नुभयो। हेटुला जाने हो हामी गएर लिएर आएको तपाईँले खानेकुराहरू लिएर आएर तपाईँलाई दिन्छ भनेर भनेको छैन। ए हेटोडा जान्छु भनेको थिएँ कहाँ जान्छु ए खानेकुरा नि ल्याइदिन्छु भनेको थिएँ के ल्याइदिन्छु भनेको थिएँ बुवा के ल्याइदिन्छु भनेको थिएँ भन्नु त तपाईँलाई के खानु मन लाग्यो चुरोट चुरोट खानु मन लाग्यो कति एक बट्टा भए पुग्छ एउटा कि एक बट्टा धेरै जानु गएर बिहे खाइदिन्छु गएर चाबी खोलिदिनु त्यो घरमा चाहिँ छ र घरमा छ र खानेकुरा भयो होस् नभए नहोस् घरमा चाबी चाबी ल्याउने चाहिँ कान्छो छोरा होला क्या मैले होइन त्यो कान्छो छोरा चाहिँ माग्नु थाहा छैन मलाई। खाले आएर चाबी खोलिदिन्छ भने हौ छैन चाबी आएर छैन तिमीले लिएर गएको हो छैन मैले 2 वर्ष अघि जति चाहिँ लगेको आमालाई बुवाले आज सम्झिनु भयो भन्नु आफैले दिएर जाने